ए अझै मैसँग मुखमुखी लाग्ने बातले भनेर नमानेको भूत लातले भनेको मान्छ छोराले डाँडा काटिसक्यो होला बाउ छोरी हात हल्लाएर बसी भइहाल्यो नि बेहोरा नभएकाहरू के गर्नु म दुखी बाउको एडवाइरै दिन बित्ने भयो भने बरु मर्न पाए त हुन्छ नि आनन्दै हुन्थ्यो यो नन्द भनाउँदी पनि कहिले बिहान उठेर घरको काम गरेको रेकर्डै नहुने भयो भएन भनेर दाइ पनि बहिनी जस्तै बेहोराको बल्ल बल्ल उठाएर गोठको काम गर्न पठाएको काम गर्दै होला नि अहिले त होइन यो छोरी मान्छेहरू बिहे गरेर परै घर गइसकेपछि सबै काम बुहारीले नै गर्नुपर्छ भन्ने हुन्छ कि क्या हो यो बुढो बनाउँदाको हिस्सा मात्रै लागोस् न त्यसपछि यो घरको चामडा कसरी तलाउनु पर्छ त्यो मलाई राम्रोसँग थाहा छ हैन बडी लसुन केलाउँदा नि रिसार केलाइछौ त किन हो लसुन केलाउँदा पनि हाँस्दै हाँस्दै गीत गाउँदै गाउँदै केलाउनु पर्ने हो कि क्या हो होइन यो घरको सबै काम मैले गर्नुपर्छ भन्ने छ र त्यो नन्द बनाउँदै उठेर त्यति चुलोमा आगो जोड्दिएको भए पनि हुन्थ्यो नि कस्तो कुरा गरेको तिमीले काम त सबैले गरेकै छन् फेरि मै भर्खर कामबाट आएको बहिनी त परै घर जाने मान्छे तिमी त यो घरको बुहारी हो घर त तिमीले सम्हाल्नु पर्छ भयो भयो धेरै अर्थी उपदेश दिनु पर्दैन घर कसरी सम्हाल्नु पर्छ त्यो मलाई राम्रोसँग थाहा छ विदेश गएर कसरी पैसा कमाउने भनेर सोच्ने हो मलाई सिकाइराख्नु पर्दैन दाइ भाउजू एका बिहान बिहानै हजुरहरूको के को गन्थन मन्थन हो गन्थन मन्थन गरेको त सुनिरहेछौ त के भने भनेर भित्र बसेर सुनिनौ र के सोधिरहेको नि होइन तिमीले बहिनीलाई त देखि सहन्न है नन्द जस्तो व्यवहार गर न शत्रु जस्तो है सौताले जस्तो व्यवहार त कसले कसले गरेको छ भन्ने कुरा मैले राम्रोसँग बुझेकी छु बहिनी तेरो भाउजूको बानी नै यस्तै छ तैँले मन नदुखाए दुखाएको छैन दाइ तपाईँ यहीँ हुँदाहुँदै त भाउजूले हामीलाई यस्तो व्यवहार गर्नुहुन्छ तपाईँको विदेश जाने दिन पनि नजिकै आइसक्यो झन् तपाईँ विदेश गइसकेपछि बाबालाई मलाई कस्तो व्यवहार गर्नुहुन्छ होला है भाउजूले त्यही त नि बहिनी म पनि यही कुरामा चिन्तित छु फेरि बुवाले धेरै ऋण छ भनेर पिर गर्नुभएको छ पिर त गर्नुभयो दाइ झन् तपाईँ विदेश गइसकेपछि घरमा पिर चिन्ता तनाव थपिन्छ जस्तो लागेको छ मलाई त फेरि बुवा पनि हुनु न कहाँ जानुभयो होला बुवा पनि म जाने दिन पनि नजिक आइसक्यो त्यही भएर गाउँतिर बुवा ऋण हुन जानुभयो न त्यो बुवा आइहाल्नुहुन्छ नि एकछिनमा बुढी
यो मान्छेको जात पनि अनौठो छ है। उमेर ढल्किँदै गइसकेपछि आफ्ना रहर इच्छाहरू पनि मर्दै जाँदो रहेछन्। होइन बुढा, यो उमेरमा आएर किन यस्ता कुरा गर्दैछौ? अब बुढेसकालमा आएर के को रहर र इच्छाको कुरा गरे? के चाहिँ रहर जागेर फेरि तपाईलाई? के गर्नु बुढी, रहर त थियो नि। अब सँगैका मान्छेहरूको छोराछोरी विदेश गएर कमाउने भइसके। आफ्नो त्यही एउटा छोरी छ, एउटा छोरा पाउने कत्रो रहर थियो। उमेरले पनि डाँडो काट्दै गयो। के गर्ने बुढी? अब अहिले आएर यस्तो कुरा गरेर के फाइदा? ऊ बेला उमेर छन्जेल जवानीमा चाहिँ विदेश गएर 10 वर्ष हराएर आयो, त्यति बेला सोच्नु पर्छ नि यो कुरा। अब अहिले उमेर पनि ढल्किँदै गयो, अनि छोरा चाहिएर अब कहाँबाट ल्याउनु? ऊ बेलाको समय परिस्थिति त्यस्तै थियो बुढी, तर अहिले पनि केही बिग्रिएको छैन। तिमी यहीँ छौ, म यहीँ छु। हाम्रो जति उमेर गयो त्यति माया प्रीति बढ्दै गएको छ। के भएको छ? केही बिग्रिएको छैन। भयो भयो, तपाईँले भनेका कुरा सबै बुझिसकेँ मैले। अहिले आएर यस्ता कुरा गरेर केही फाइदा छैन। जे कुराको नि समय हुन्छ क्या। होइन, आज त्यो मैते कहाँ गएछ? अरू बेला त चाँडै काकी भन्दै आउँथ्यो, यताउति बिहान घरको काम पनि सघाइदिन्थ्यो। आज त यस बेलासम्म आउँदैन। कता गयो त्यो मैते? ए मैते, सुनसान छ त। कता गयो त्यो मैते? काकी पनि कति कराएकी हुन्। आज अल्छी लाएर अलिक ढिलासम्म सुतेको, ती बुढीको गाना गइसक्यो। बिग्रिया नामकारे बोलाइरहेछन्। मेरो छोरी नामकारे बोलाउन सक्दैन नि क्या? उसलाई मन जान्छु। तिम्रो टाउको मेरो गजिन नामकारे बोलाउन सक्दैन हो। जहिले बिग्रिया नाम कान पर्छ, तिम्रो बिग्रिया नाम राखिदिन्छु है म। हेर हेर यो रिसाको। जहिले बिहान आउने मान्छे यस बेलासम्म आइनस्, कतै बिरामी पो परिस् कि भनेर आफूलाई चाहिँ पिर परेछ। ऊ चाहिँ त्यसै रिसाउँछ भने। पर तिमीलाई पिर पऱ्यो बोलाऊ, के काम पऱ्यो बोलाऊ, म सबै बुझिरहेको छु। बरु भन आज के काम पर्यो? जे भयो नि तैँले चाहिँ मेरो मनकै कुरा बुझ्छस् क्या। अब यस बेलासम्म सुतिरहेछस्, खाना त पकाएको छैनस् होला। मैले खाना पकाइसकेँ, म खाना ल्याइदिन्छु, खाएर एकछिन काम गर्नुपर्छ है। काका, बिहानैदेखि यो बिर ठग्या ठगी छौ। अहिलेसम्म मिलेन बिर। क्या र बोल्दैनौ? आफूलाई के चिन्ता छ तँलाई बोल्दै भन्छ। तिमीलाई के पिर चिन्ता छ मैले बुझेको छु। मैते तातो खाना छ, टक्क खा अनि काम गर्नुपर्छ। तातो छ पोल्ला। ल म उतै गएर खाएर आउँछु, अनि काममा जाम्ला है। उतै जानी त खाएर आइहाल्ने, फेरि ढिला नगर। बुढी के भयो? किन झोक्राएर बसे? किन हुनु नि बुढा, मलाई एउटै पिर चिन्ताले सताइरहन्छ। होइन बुढी, तँलाई त्यस्तो पिर चिन्ता के परेर? थाहा पाए पनि तपाईँ त कस्तो नथाहा जस्तो, केही थाहा नभए जस्तो गर्ने क्या। अब पिर चिन्ता के को हुन्छ? यतिको उमेर भइसक्यो, एउटै छोरो छैन। एउटा बल्ल बल्ल त्यही छोरी भएको पनि बिहे गरेर पढाइ घर गइहाल्यो। अब बुढेसकालमा बिरामी पर्दा पनि पानी तताएर दिने मान्छे छैन। एउटा छोरा भइदिएको भए त कमसेकम बुढेसकालको यसो सहारा त हुन्थ्यो, बिहे हुन्थ्यो, उसको बुहारी आउँथे, नाति नातिना हुन्थे। अब त्यही कुराले सताइरहन्छ नि, के हुनु? बाबा बुढी यस्ता कुरा गरेर मेरो मन दुखाउने काम नगर। अब त्यो मैते आउँथ्यो कहिले कहिले, यसो बेलुका सुत्नु।
आजकल त त्यही पनि 2-3 दिन भयो आउँदा नि आउँदैन। त्यो आए पनि त्यस्तो बोल्ने साथी त हुन्थ्यो नि। सु त अब ल छोरा, अब हामी छोरा मान्छेलाई घरको जिम्मेवारी थिचेपछि बाहिर वनप्रदेश जानै पर्यो। अब सबै कुरा तैँले बुझेको छस्। मैले के भन्नु र बाबु, आफ्नो राम्रोसँग ख्याल गर्नु, धन्न पैसा कमाउनु परदेशको ठाउँ हो। यता घरको केही पिर चिन्ता नगर्नु बाबु। अब छोरो त एउटै होस्, सबै कुरा बुझेको छस्, जानेको छस्। घरको केही टेन्सन नलिनु है बाबु। घरमा बुहारी छि, तेरी बहिनी छि, म छु। राम्रोसँग आफ्नो ख्याल गर्नु, बेला बेलामा फोन पनि गर्नु, फोन गर्न नबिर्सेस् नि फेरि। ल ख्याल गर्नु है, जानु पर्दैन भनेपछि नि कति गलपति गरेको र जाने मान्छेलाई फुर्का लाएर जान नदिएर। कति बजेको टिकट काटेको, प्लेन छुट्ला फेरि फुर्का लाएर गए त भइहाल्यो नि, कि फर्केरै नआउने गरी जान आएको र। ल बाबु ल, आफ्नो राम्रोसँग ख्याल गरेछ है बाबु। छोराले डाँडा काटिसक्यो होला, बाउ छोरी हात हल्लाएर बसी भइहाल्यो नि। बेहोरा नभएकाहरू। हेर्नु त बुवा, दाइ विदेश गएको हामीलाई कति पीडा छ। तर भाउजूले भने दाइले जाने बेलामा एकचोटि राम्रोसँग जानु पनि भन्नु भएन। दाइलाई जाने बेलामा पनि कस्तो चर्को वचन गर्नुभयो भाउजूले। के गर्नु त छोरी, अब हाम्रो भाग्य नै यस्तो रहेछ। अब बुहाले जे गरे पनि अब हामीले सहनै पर्यो। कति पीडा छ यही मनलाई मात्रै थाहा छ छोरी। बुहारी भने चर्को चर्को वचन लाउँछ। अब छोरो पनि विदेश गयो, झन् घर व्यवहार त यसले क्यारी धाल्यो त। साह्रै पिपो लाग्नु थाल्यो छोरी मलाई त। बुढोलाई त विदेश पठाएँ, यो नन्दा बनाउँदै खुब थुतुन चलाउने भएकी छ आजभोलि। यसलाई अब कसरी तौलाउनु पर्छ त्यो मलाई राम्रोसँग थाहा छ। यसको मुखै लाउने थुतुन म च्याती भएको छैन। बरु बुढो विदेश गएको खुसियालीमा आमालाई फोन गर्छु। छोरीले पो फोन गरेछ। हेलो छोरी। आमा, तपाईको ज्वाइँ त विदेश जानु भयो नि? हो र छोरी, तैँले एकदम ठिक गरिस्। ज्वाइँलाई विदेश त पठाउनै पर्ने थियो, किनभने छोरा मान्छे घर बस्ने होइन के, देश विदेश घुमेर पैसा कमाउने हो। हामीले चाहिँ घरमा बसेर राम्रोसित आफ्नो बालबच्चा, घर परिवार, व्यवहार धान्ने हो के। ज्वाइँ विदेश गएर म त एकदमै खुसी छु छोरी। अब ज्वाइँले टन्न पैसा कमाएर पठाउनुहुन्छ, मेरो छोरीले धेरै सुख पाउने भई। अब छोरीले सुख पाइ भने बाआमालाई पनि यसो हेर्ली नि त। अब मैले पनि अलिकति सुख पाउँछु कि भन्ने आश लाग्न थाल्यो क्या छोरी। चिन्ता नगर्नु न आमा, म छोरी भए पनि मलाई छोराको ठाउँमा राखेर हेर्नु त। अब तपाईँको ज्वाइँले बाहिरबाट पैसा पठाएपछि त आधा तपाईँलाई आधा मलाई। आमा छोरी नै खुसी हुने बाटो भएन त। ल छोरी, अब ज्वाइँले तेरो कुरा त के सुन्लान् र अब आफ्नै बाउ र बहिनीको कुरा सुन्लान्। हामीले भने जस्तो त के हुन्थ्यो र। ल आमा, त्यो ससुरा बनाउँदो र नन्दा बनाउँदै तल मुन्टेका छन्। फेरि अहिले सुन्यो भने अप्ठ्यारो पर्न सक्छ। अहिले फोन राखे पछि फोन गर्छु। ल छोरी, म नि यहाँ बारीमा यसो ढोड पन्छाउन आएको थिएँ। फोनमा के धेरै कुरा गर्नु, भेटेरै कुरा गरौँला नि।
आहा कस्तो राम्रो कुरा सुनाइ छोरीले। अब छोरा नभएर के भयो त, छोरीले पनि हेरिहाल्छ। जहिले विदेशबाट पैसा कमाएपछि त आधा उधी त मलाई पनि दिन्छ होला। अब यो तातन छाराको दुःख कति दिन गर्नु छ र। ल हेर हेर ढोल काट्न आएको मान्छे टोलाएर पो बसिएछ। होइन के भयो तँलाई, किन टोलाएर बसेको? किन टोलाउनु नि, अब अरूको याद आयो भन्यो भने भन्न नमिल्ला। छोरीले फोन गरेको थिएँ, यसो सोचेर बस्यो त्यही बारेमा। होइन छोरीले यसरी टोलाउने पछि गरी के भनिन्छ, हामीलाई पनि भन्नु मिल्छ कि? के कुरा हुन्थ्यो र, अब आइमाईको सबै कुरा किन सुन्नु पर्यो तिमीलाई फेरि? बरु त्यो मैले तल गैरी खेत खन्न गएको, कति खन्यो कि खनेन त्यतातिर हेर्न जानुभएको भए चाहिँ हुन्थ्यो नि त। ए म किन जानु पर्यो, ऊ आफ्नै सुरले काम गरिरहेको होला। माइती एकछिन तिमीसँग कुरा गर्नु थियो, यहाँ धेरै मान्छे हुनुहुन्छ, हिँड न पारी जाऊँ। खै काका पुग्यो त्यही त झन् अघिदेखि हजुरसँग भेटेर धेरै कुरा गरौँ भनेको, हजुर त कुरा भन्दा पनि धेरै सोच्न पो थाल्नु भयो। सोच्नु त परिहाल्यो नि, हुन त तिम्रो र मेरो माया निकै अटल छ, गाढा छ, गहिरो छ, तर पनि मलाई कता कता डर लाग्छ। कतै तिमी र म छुट्टिनु पर्ने हो कि? यसै पनि फेरि मलाई कल्पनाको संसार नै मनपर्छ, तर हाम्रो प्रेमको बिचमा एउटा ठुलो पर्खार खडा भएको छ। त्यही पर्खारको कारण हामी छुट्टिने पो हो कि? खोइ त्यो त समयले बताउनु, तर मलाई पनि मेरो भाउजूको व्यवहारले गरेर कति टाढा गएर बस्नु मन छ। तर के गर्नु, घरमा बुढो बा हुनुहुन्छ, दाइ पनि विदेशमा हुनुहुन्छ, के गर्ने मलाई त लास्टै टेन्सन लाग्छ। ए यो माया त यसरी बाटो बाटोमा केटासँग मस्किँदै बस्ने। अब यसको घर गएर यसको बा र भाउजूले भनिदिन्छु, अनि बल्ल चाल पाउँछ। तिमी नआत्यौ न,
यस्तै हो क्या हाम्रो माया जसरी भए पनि सफल हुन्छ। हामीले कुरा गरेको धेरै बेर भइसक्यो। म त अर्काको काम गर्दिन आएको। खेत खन्नुपर्छ, जान्छु है। हुन्छ, अब गफ गरेर मात्र हुँदैन, काम पनि गर्नुपर्छ। जानुहोस्। हुन्छ त अब तिम्रो पनि घर टाढै छ क्या, जाऊ त बिस्तारै, भरे राख्नुपर्छ फेरि। कति कामले आउनु भयो नानी? के काम भनेर नसुन्नु न भाउजू, म तपाईँको लागि एउटा गोप्य कुरा लिएर। गोप्य कुरा रे? कस्तो गोप्य कुरा नानी? भन्नु त। एकछिन यता आउनु न भाउजू। यहाँ कस्तो एकछिन यता आउनु, बस्नु न। बाबा भन्नु, के कुरा हो? के कुरा हुनु र भाउजू, तपाईँको त्यो नन्द बनाउँदैछ नि, त्यो तपाईँको माइती गाउँको माइतीसँग टाँसिएर बसिरहेको थियो। छि तिनीहरूको हरकत देख्न नसकेर म त हजुरलाई भन्न आएँ। ए भनेपछि त्यो कोही नभए कि नन्द बनाउँदी, त्यो तल जातको केटासँग लठाएर बस्न भ्याइ? त्यसलाई पो हाम्रो इज्जतको मतलब छैन त। हामीलाई त छ नि, त्यसलाई कसरी ठेगान लाउनुपर्छ त्यो मलाई राम्रोसँग थाहा छ। जे भए पनि तपाईँले कुरा लिएर आइदिनु भयो, तपाईँलाई धेरै धेरै धन्यवाद नानी। ल त भाउजू, म त यति कुरा भन्न आएको, अब आफ्नो घरको इज्जत कसरी बचाउने हजुरलाई नै थाहा हो। बाउ गतिलो भएको छोरी गतिलो हुन्थ्यो त। छोरीले टाउकोमा चढाएपछि यस्तै हो। होइन बुहारी, तिमी त गोमन सर्व हिसा जस्तै रिसाएकै छौ त, के भयो र? के हुनु र, जे नहुन थियो त्यही भइसक्यो। अब भरेर साध्य लाउने भयो पो भन्नलाई त। होइन बुहारी, खास कुरो के हो मलाई भन न। म त तिम्रो बाउसरीको मान्छे हुँ त, यसरी रिसाएर किन हेर्छौ? को नानी हुन्? अघि नै आएर यहाँ के गाइँ गुइँ हल्ला सुन्दै थिएँ। तिमीलाई फेरि के कुरा लाएर उचालिन्? मलाई तिनी नानीले उचाली हिँडिन् बुवा। हाम्रो घरको इज्जत जोगाउन सहयोग गरेकी छिन् भन्ने सोच्नुहोस्। तपाईँलाई थाहा छ तपाईँकी छोरीले बाटोमा कस्तो हरकत गर्दै हिँडेकी छिन् भनेर? कमसे कम छोरालाई राम्रो बाटो हिँडाउन नसके पनि आफ्नै स्वरले त विदेश गयो। घरमा भएको एउटी छोरीलाई तल आउन सक्नुहुन्न? भयो बढी भयो, मसँग यसरी चर्को चर्को सुले नबोल। तिमीसँग न बोल्न सकिन्छ, छोड्दै यी कुराहरू। बोल्न त क्यार्न सक्नुहुन्थ्यो र? छोरीले टाउकोमाथि चढाउनु भयो, कुन दिन खानदानकै नाक काटेर जान्छन् अनि थाहा पाउनुहुन्छ। तपाईँको पो इज्जत छैन, तपाईँको घरको मान्छेको पो इज्जत छैन, मेरो माइतीको त छ नि, मेरो कोहीको त इज्जत धान्न पर्यो नि। सधैँ छोरीले टाउकोमा चढाएर हुन्छ? जस्तो बाउ त्यस्तै छोरी। बाउ गतिलो भए पो सन्तान गतिलो हुन्थे। तिमीहरूको बाउ छोरीलाई कसरी ठेगान लाउनुपर्छ त्यो मलाई राम्रोसँग थाहा छ। हेर अब के गर्नु, छोरो विदेशमा छ, यता भने बुहारीले घरमा यस्तो रडाको मचाउँछ। होइन अब क्यारी दिन गाड्ने होला। कहीँ पनि गएर आएको होइन, फेरि म जहाँ गएर आए पनि तपाईँलाई के मतलब? तिमीलाई त अलिकति यो भाउजू हो, भाउजूले भनेको मान्नुपर्छ भने अलिकति दिमागमा आउँदैन? घरको काममा सघाउनु पर्दैन? लखर लखर डुलेको छ, हुर्के परेको नन्दा, जे भने पनि प्याचपछि मुख फर्काएको छ, अलिकति लाज लाग्दैन? तिमीलाई सधैँ गाउँ डुलेर पुग्छ?
अनि मैले तिम्रो गैया गए नराम्रो कुरा पनि सुन्दै थिएँ। खास कुरा के हो? खास कुरा के हुनु भाउजू? जे कुरा हजुरले सुन्नुभयो त्यही हो। अनि तपाईँ नि के भएको? घरको बुहारी भएर घरको काम गर्नु न। किन बाटोमा म के गर्दैछु भनेर मेरो चियो चासो गर्दै हिँड्नु पर्यो? चुप लाग नानी, तिमी मुख छ भन्दैमा जे पाए त्यही नबोला। जस्तै भए पनि तिमी हाम्रो घरको इज्जत हौ। भोलि तिमी तलमाथि केही भइहाल्यो भने इज्जत जाने हाम्रै होइन? हो भाउजू, घरको इज्जत कसरी राख्नुपर्छ भन्ने कुरा तपाईँले मलाई सिकाइराख्नु पर्दैन। मलाई राम्रोसँग थाहा छ। फेरि दाइ विदेश गएदेखि तपाईँको पनि चालामाला गतिलो लागेको छैन। के मलाई अर्थी बुद्धि दिँदै हिँड्नुहुन्छ? मलाई थाहा नभएको र? तिमी हाम्रै गाउँको त्यो तल्लो जातको मैतेसँग हिँडेकी छौ अरे। यसरी गाउँभरि बुइती गरेर नाम चलाउँदै हिँड्नुभन्दा खुड्का उठेर पहिला जानु नि। जान्छु त जान्छु। तपाईँलाई के मतलब? तपाईँले जा भन्दैमा जाने, आइज भन्दैमा आउने, के सोच्नुभयो मलाई? ए अझै मैसँग मुखमुखै लाग्ने? बातले भनेर नमानेको भूत लातले भनेको मान्छ। जाब घरको कुचो समाउन नसक्ने तथ्याउडीले मेरो हात समाउने तल कसरी ठेगा लाउनु पर्छ मलाई राम्रोसँग थाहा छ। तेरो दाइ हुँदाखेरि दाइ छ भनेर खुब मुखमुखै लाग्थ्यो, अनि बाउ छ भनेर मुखमुखै लाग्थ्यो छैन? तेरो मुखमुखैले म तँलाई के गर्नुपर्छ घर आइज, मैले जानेछु। बाबुले आफूलाई राम्री छु भन्ठाने कि ओली। यसको पनि मैले चालोबाला नबुझेको हो र? दाइ विदेश गएदेखि यसले हामीलाई कति दुःख देखि चाहिँ बाह्र मलाई पक्न दाइ मात्र आउन दिएर दाइलाई सबै कुरा लगाएर यसलाई पनि यसरी नै पिटाइ खुवाउँछु। अनि छोरी तिनीहरू उतै आएको चिज त के भयो? के हुनु नि बा, म बाटोमा आउँदै थिएँ, त्यो भाउजू भनाउँदै आएर मलाई मर्ने गरी बुतालेर गालामा पिटे। ए भनेपछि बुहारीले तँलाई पिट्न समेत भएन है? के गर्ने छोरी, अब तरमा बोल्यो कि बुहारीले हामीलाई नराम्रो व्यवहार गर्न लागिहाल्छिन्। छोड्दे छोरी छोड्दे, बरु हामी चुप लागेर बसेकै बेस। बलले त हाल्यौ, मायाले तिम्रो घर हुल्ने कहिले हो त? नात्यौ न, त्यो पनि समय आउँछ। खै त्यो समय पनि कहिले आउने हो? नकुर्दा कुर्दा तपाईँ अर्कैको म अर्कैको हुने पो हो कि? यस्तो कुरा नगर न, मेरो मन त कटक्कै खान्छ। नात्यौ न, तिमीलाई म मेरो घरै भित्राउँछु छिट्टै। तिमी त मेरै हुने हो।
ए दिगन के भयो एकदम सिधै टोलाएर बसिरहेको छ त केही भएको छ तर सुनिल तर आफ्नै देश प्यारो यार किनकि बालापनमा धेरै रमाइलो हुन्थ्यो त हामी खुच्चा खेलिन्थ्यो डन्डीबिउ खेलिन्थ्यो मजाको बल बनाएर खेलिन्थ्यो खुब रमाइलो हुन्थ्यो तर पनि के गर्ने यार परदेशी लाइफ गाह्रो छ यार यार जे जस्तो भए पनि बालापन भने बालापनै हो क्या तर अहिले हेर न जति जति उमेर बढ्दै गयो त्यति त्यति जिम्मेवारीले भारी बनाउँदो रहेछ अहिले त केही पनि गर्दा कस्तो उदास हुन्छु भने अनि असाध्यै खाना खाने समय भएन र जाऊँ न यार तर मलाई त्यति भोक पनि लागेको छैन फेरि आज जाँगर पनि चलेन यार फेरि नाइट ड्युटी तँलाई थाहै छ दिउँसो सुतेर उठ्दाखेरि कति गाह्रो हुन्छ भनेर आज नखाए नि हुन्छ हो खाना त खानुपर्छ क्या यार मैले लिएको छु यसो बाँडचुट गरेर खाऊँ न कि मैले छोड खानु न तैँले मैले लिएको छु जाऊँ न खाना आज हुन्छ हुन्छ फेरि काममा पनि जानु छ यहीँ बसौँ है ल थोरै बाँडेर खानु खाना त मिठो बनाएर ल्याएको छ खानु नसान्छ त अघि किन टोलाएर बसिरहेको थिएछ समस्या चाहिँ के हो तेरो टोलाएर बसिरहेको थिएछ त त्यस्तै खासै समस्या होइन अब के हो भने अब त्यही त हो नि यार विदेश आइए अब गाउँघरतिर त्यही हो घरको शान्तिको समस्या छ बरु अब जाम है मोदीले बोलाउनु बेला भयो उता पनि उता करा जस्तो है जाम मार्छ फेरि आज म गरिब भएकै कारणले गर्दाखेरि म तल्लो जातको भएकै कारणले गर्दाखेरि यी गाउँ समाज आफन्ती बनाउँदाहरूले तिमीलाई मलाई कुटे पिटे यसरी कालो मोसो लगाइदिए जुत्ताको मार लगाइदिए आखिर गल्ती मेरै हो म सानो जातको भएर आफ्नै औकातमा बस्नु पर्ने थियो तिमी त ठुली जात थिए तिमीसँग माया लाए आफ्नो बनाउने सपना देखेँ यस्तो गल्ती मैले नगर्नु पर्ने थियो गल्ती तिमीले गरेको होइन मैते गल्ती त यो गाउँ समाजले गरेको यो गाउँ समाजले जातभात हेर्छ माया हेरे हुन्न र हेर्दो रहेनछ यो पापी संसार माया मनदेखि लाइन्छ यो पापी संसारको पापी आँखाले हाम्रो पवित्र माया कहाँ बुझ्दो र यो गाउँ समाज यस्तै हो हामीलाई गिरायो तर हामी हार्नु हुँदैन हामी आफ्नो छुट्टै संसार बनाउनु पर्छ इडा
छोरो पनि विदेश गएको केही हत्तो पत्तै छैन। बुहारी भने कता हो के हो केही थाहै त्यति छैन भन्यो। मेरो एउटी त्यही छोरी बनाउँदै थिए। आज त्यही छोरीले पनि त्यो तल्लो जातकोसँग बिहे गरेर मेरो नाकै काटेर गई। हुँदा हुँदा आज गाउँ समाजले कालो मोसो अनि जुत्ताको माला लाएर यो गाउँ नै निकाला गरिदिए। अब छोरो कहिले आउने हो न फोन गर्छ केही थाहै त्यति छैन भन्यो। छोराले पनि फोन पनि गर्दैन। आफ्नै जोइलाई फोन गर्छ कि के गर्छ केही थाहै छैन। बुहारी पनि माइत गयो। माइतै बसेकै छ कि कतै पहिला गए भर पनि छैन त्यसको। छोरो विदेश गएदेखि मलाई अनि मेरो छोरीलाई कति दुःख कष्ट दिन्थे। अहिले छोरी छोरी भनेर छोरीले पनि देखाइदिइहाले। के गर्नु म दुखी बाउको यद्वारै दिन बित्ने भयो भने बरु मर्न पाए त हुन्छ नि आनन्दै हुन्थ्यो।